ल आज चाहिँ हाम्रो बाहिर चुलामा खाना बन्दैछ। यो मेरो छोरीले एकदम रहर गरेर कि मामु हौ चुलामा आगोमा माम बनाइसु न भनेको गरेर अनि चुला पनि मैले अस्ति ग्यास सर्टेज हुन्छ भनेर लिएर राखेको थिएँ नि त चुला। यो यस्तो सजिलो हुन्छ नि, यो जहीँ बोकेर लाँदा नै हुन्छ हैन। जति मैले बाहिर बनाएर आएछु कि खाना बाहिर। यहाँ चाहिँ एउटी चुलामा हेर्नु कति के नभए यस्तो पसिना अनि त अब कहिले देखेको छैन नि त। अनि के नै भए जस्तो गरेर रुङ्न बसिरहेको छ यहाँ खाना। उसलाई कस्तो मजा आइरहेछ क्या, यो के भाँडाकुटी खेले जस्तो लागिरहेछ क्या उसलाई। अनि त्यही पनि अब ऊ खाने अरे के अरे ढेँडो बनाइ चाहिँ दिन्छु, खाने चाहिँ हो कि होइन, खाने कि नखाने। खाएन भने त यस्तो मेहनत गरेर यस्तो गर्मीमा मैले बनाइदिएको छु, त्यो पनि चुलामा हेरौँ है त। अहिले नखाने हो भने मैले माम पकाउँदिनँ, यो ढेँडो र सब्जी हो। अनि मैले सब्जी चाहिँ चिकन लिएर चिकनको रस तम पोख्यो, चिकनको रस बनाइदिएको छु सोयाबिन लगाएर। दामी देखेको छ चुलामा पकाएको, अर्कै मजा हुन्छ है हुन चाहिँ है। यहाँ हेर्छु नि, अब यो ढेँडोसँग त रस चाहियो, त्यो भएर रस हालेको। अब दाल के पकाइराख्नु भनेर यस्तो गरीमा यति एउटा पकाउँदा यहाँ खलखली भइसक्यो म। अनि यो सोयाबिन हालेर यो चिकनको रस बनाइदिएको। अब उयो के अरे, अब म ढेँडो बनाउँछु है। यो भुना हाटेर बिचारा मेरो छोप्ने पनि सबै भाँचिएछ। अनि यहाँ चाहिँ यसरी बालुवा हाम्रो अस्ति उब्रेको बालुवा राखिरहेछ। अनि यता अर्को मोबाइल जोड्ने लाइट छैन नि त, यहाँ बाहिर लाइट छैन। नि यहाँनिर सबै सामानहरू चाहिँ यसरी राखेको चाहिँ के चाहिन्छ नि त, यो बाहिर खाना बनायो भने त यस्तै हो। अनि मेरो चुला चाहिँ यहाँ चाहिँ, यो चुला चाहिँ साह्रै सजिलो हुँदो रहेछ गाइस, हजुरहरूले पनि किन्नु होला हैन। एक त रमाइलो पनि हुन्छ अनि मिठो पनि हुन्छ कहिलेकाहीँ चुलामा बनाएर खाँदाखेरि है। अनि यसो अब सर्टेज, अब ग्यासको भाउ बढेर कहाँ पुग्यो, त्यही पनि भाउ बढे पनि पाइए त हुने नि, पाइँदैन भन्ने हल्ला छ। अब अस्ति आधी भरेर राखिरहेछ हाम्रो, आधी एउटा चलाएको छैन नि, एउटा भर्खर जोडेको छ, छन चाहिँ छ ग्यास। अब कहिलेसम्म हो नि, अब त्यो सक्यो भने फेरि हतपत पाइँदैन। अनि मसँग चाहिँ दुईवटा मात्रै सिलिन्डर छ, दुईवटामै 6 छना चाहिँ ग्यास, तर फुल भर्न पाइएन, आधी भरेको छ। अनि त्यस्तै अबरमा पर्छ कि भनेर यो चुला अस्ति त त्यति बेलै किनेको कि मैले, भर्खर किनेको यो चुला, कति पनि भएको छैन। साह्रै सजिलो हुँदो रहेछ कि, जहीँ लगेर जान नि खरानी पनि नझर्ने, यहीँनिर खरानी सबै यहाँ आउँछ। अनि यहाँनिर चाहिँ त्यो सेकुवाहरू पोल्ने खालको जाली पनि छ है। त्यो जाली चाहिँ मैले अहिले निकालेको छु। त्यो सट्टै यसरी लाउने कि कोइलाबाट पनि बल्ने, अनि यसो के पोल्न पनि हुन्छ त्यो जाली लगाएपछि त। राम्रो हुँदो रहेछ कि चुला है गाई, हजुरहरूले पनि पाउनुभयो भने चाहिँ किनिराख्नु, साह्रै अबरमा काम लाग्छ है यो चुला। अब अहिले म नानी पोल्छ नै उता सानो पोल्छ त्यता। अब अहिले ढेँडो बनाएको भिडियो पनि म लाउने छु।